सो गाइस म चाहिँ अब बेसीतिर झरिरहेको होइन गहुँ काट्न। तपाईँहरू सन्चै आराम हुनुहुन्छ होला। प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न छैन भन्नेलाई सो गाइस आजको दिन कस्तो जान्छ भनेर मैले देखाउने नि छ होइन। अनि आफ्नो न्यु इयर कस्तो रह्यो त्यो पनि कमेन्ट गर्नु होला होइन। यो चाहिँ हाम्रो गाउँ होइन। यो गाउँ यता साइडमा छ, यता देख्दै छैन। अनि हामी चाहिँ यता यस्तो भाषा लिबरल र ठाउँभन्दा पनि अब यो खराइन्छ। अहिले चाहिँ हामीले यसमा चाहिँ खरहरू त्यति नउम्रिने भएकोले अब गोरुहरू चराउने गरिन्थ्यो। अहिले चाहिँ यस्तै छ, यस्तो सलिब्रल छ है। लिरिक लड्क्यो भने एकैचोटि तल खस्किन्छ। त्यही भएर राम्रोसँगै हिँड्नुपर्छ। अनि यस्तै छ जिन्दगी होइन। अब 82 साल होइन आज लगभग हाम्रो चाहिँ 22-23वटा चाहिँ यस्तो नयाँ वर्ष गइसक्यो। तर पनि केही गर्न सकेको छैन होइन। धेरै गाह्रो हुन्छ अलिकति आफूले केही गरेर होइन। अरूलाई देखाउन पनि राम्रो हुन्थ्यो। अरूलाई देखाउनु भन्दा पनि आफ्नो भविष्य चाहिँ बहुत राम्रो हुन्थ्यो। अब अहिले चाहिँ सकेन, तर धेरै कुरा काट्नु कुरा काट्ने मुखमा त छेक्न सकिन्न होइन। त्यस्तै छ। बेसीतिर हिँडिरहेको छु अहिले चाहिँ गहुँ काट्ने भनेर। अरू चाहिँ हेर्दै गर्नु होला भिडियो चाहिँ होइन। प्लिज लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु। सपोर्ट गर्नु पहिला जस्तै जति सपोर्ट गर्नु थियो त्यति नै सपोर्ट गर्नुहोस्। अझै पनि त्योभन्दा बढी गर्नु होइन। ठिक छ। मेरो हुने बेला पार्टनर कता छौ क्या तिमी यार। खोज्दा भेटाउन सकिने यत्रो 22-23 वर्षमा नि खोजेर भेटाउन सकेन त तिमी कुन दुलामा लुकेको भनिदेऊ त। म होइन हामी त गाउँले हो। यस्तै वनपाखातिर डुल्नुपर्छ होइन। घाँस दाउरा गर्ने अनि बेसीतिर जाने बेसीतिर जाने ट्याक्क लाएर गहुँहरू धानहरू बोकेर घरतिर फर्किने गर्नुपर्छ हो। तिमीलाई त गाह्रो हुन्छ हो। यस्तो सहरका मान्छे गर्न त गाह्रो हुन्छ। गाउँको मान्छेले त गर्छ। त्यही पनि गाउँको मान्छेले यतिबाट त गर्दैन। गाउँका मान्छे पनि अब त्यस्तै हो। बजार गएपछि सब अलि ठुलो ठालो पल्टिन्छन् हो। के छ यस्तै हो। यो फुल जस्तै केटी मान्छेको जवान हुन्छ। कति बेला ओइलेर झर्ने हो त्यो पत्तै हुन्न। त्यही भएर अरूलाई बढी पनि विश्वास गर्नुहुन्न क्या। यदि बढी विश्वास गयो भने अब कि त छोडेर गए पनि अब त्यस्तै हुन्छ। आफूले नराम्रो काम गर्छन्। त्यही भएर अब कसैलाई विश्वास पनि त्यति नगर्नु कि आफू मर्न बाध्य नै हुनु पर्यो। त्यस्तो चिजमा चाहिँ विश्वास नगर्नु होला। आजभोलिको जमाना चाहिँ ठिक छैन होइन। यस्तै फुल जस्तै कति बेला झरिन्छ फेरि थाहै हुन्न नि। फेरि छोरी मान्छेको जमाना हो, ख्याल गर्नुपर्छ। ऊ त पारि चाहिँ जग्गा त यता लामडाँडा है के भन्छ समथिङ होइन, बिर्सेँ नाम चाहिँ। यता चाहिँ हाम्रो गाउँ यता बेसी सो यस्तै छ। म चाहिँ यता हिँड्दैछु हाम्रो गाउँको बाटो। यो चाहिँ पिपल छ। पिपल चाहिँ फुल्ने बेला चाहिँ फुल्ने बेला भन्दा पनि पाराले चाहिँ राम्रो देखिन्छ। र फाइनली बेसी फाटमा चाहिँ यता हाम्रो छापडाँडा सनापा 3 होइन। यो पनि सनापा 3मै पर्छ। म चाहिँ यता छु होइन पिपलको फेदमा। अब जान्छु। गाउँ चाहिँ राम्रो देखेको छ त। यस्तो गाडी लाने यो सबै सबै लाने पनि फौदाको या कुमारीको सबै लाने हो नि त यहाँ। टक्क बारी बाँध्दैछु म।
किन्नु गाइस स्वास्थ्यको लागि राम्रो हुन्छ भन्छन् क्या तर राम्रो नै होला प्रायः चाहिँ होइन पानी परेर चाहिँ खानुपर्छ नत्र भने यसले नै बढी मात्रामा खायो भने यस्तो पखाला लाग्छ पुरै कालै छेड्छन् मान्छेहरूले त्यही भएर खाने भए अराखाँची आउनुहोस् अराखाँचीमा जे पनि पाइन्छ राम्रो फलफुलहरू अराखाँचीमा प्रशस्तै छन् अराखाँचीको है टोटल यहाँदेखि यता परसम्म तन्नाखान अराखाँचीमा टक्कर होइन अहिले चाहिँ गहुँ काट्ने बिसक्यो पर गहुँ काट्ने यता चाहिँ छराइन्छ नि ल यो चाहिँ आलु रोप्ने हुन्छ यो चाहिँ भैँस मान्छेको भैँस होइन नि फेरि भैँस हो यो चाहिँ राम्रो घाँस हुन्छ नि हामीले चाहिँ गाउँमा गएको भारीमा बाँधेर लिएर जान्थ्यौँ यस्तो यो चाहिँ खोलो सुकिरहेछ माछा मारेर भए त्यो मन्दिर चाहिँ हामीले सुपादेउराली भनेर त्यही सुपादेउराको मन्दिर हो होइन सानो हामीले पूजा गर्छौँ त्यहाँ चाहिँ फुटबङ बजार टक्क यो हाम्रो गाउँ तातो छ यिनीहरूलाई सेलाएर खाइन्छ ओ पानी आयो भुइँ गाईको ट्र्याक्टरमा गएको छ